हेलो गाइस, आज चाहिँ हाम्रो घरको पानी बिग्रेछ। त्यही भएर अब पानी बनाउनु गइँदैछन्। हाम्रो अब अगाडि जानुभयो, म चाहिँ टेम्पल लिएर त्यो छ गाइस। पानी छैन, ट्याङ्की खाली। यहाँ हेर्नुहोस्, हामी चाहिँ पानी बनाउनु गएको पाइप टेम्पल बोकेर हो। अहिले चाहिँ हामी गएको के भन्छ कमेरो खन्नु गएको, किनकि त्यो पानीको मुहानमा कमेरो लायो भने के हुन्छ अरे हाम्रो पानी उयो हुन्छ भने होइन, जामिन्छ भने होइन, अडिन्छ। त्यही भएर चाहिँ कमेरो लिनु जाँदैछु हामी चाहिँ। हिँड्नुहोस् गाइस, अब कमेरो ल्याउने ठाउँ पनि आइपुग्यो। यहाँनिर यो जग्गामा कमेरो खन्छ। त्यहाँ यहाँबाट सिधै यस्तो उकालो गएर माथि गएर यस्तो माथि जानुपर्छ। पाइप झ्याम्पल सबै सोर्सा लिएर हिँड्नुपर्छ। खन्नुपर्छ आमाले। यस्तो छ बाटो चाहिँ। छैन पक्रिनु त फोन पक्रिनु। हेर्नुहोस्, अब कमेरो खन्दैछ। यतादेखि कमेरो कमेरो यता मुनि देखाउनु। मेरो छोराले चाहिँ कमेरो जोड खाँदैछ। गाइस, कमेरो चाहिँ यता कमेरो यस्तो हुन्छ है। कमेरो ढुङ्गासरीको कमेरो। हामी चाहिँ ऊ तल छ रोड हो, यहाँ तल छ रोड, यहाँबाट चाहिँ हामी यहाँ माथि आइसकेको छौँ। यस्तो बाटो भिरको बाटो आएको। पानी चाहिँ यताबाट जानुपर्ने, यता जानुपर्ने पानी। पहिला मन खानु होइन, अब पाइपको त्यो बाँधेको आपाले काट्नुहुँदैछ। आमा यहीँ बस्नु नि, जाउँ आपा र म यता होइन। झ्याम्पल केही पर्दैन। खोइदिनु हुन्छ। कता उभो ले झन्डै गयो, सब्जी झन्डै गयो, मेरो सब्जी झन्डै गयो। भयो तान्नु। हेर्नुहोस्, हामी यस्तो छ बाटो। पानी बनाउनु पर्यो। पानी खासखेल चाहिँ अलिक परबाट ल्याउँथ्यो कि त्यहाँनिर चाहिँ छैन, मनै सुकिरहेको छ अरे हो। त्यसै हुन्छ, उहाँ तल जानुपर्छ। यहाँबाट यस्तो ओह्रालो। अन्त जानु
कुन चाहिँ तान्नु ए यता उताबाट तान्नु भनेको अब म चाहिँ यताबाट जान्छु बाटो त छ अति ल तान्नु त पाइप भयो बाटो त छ अप्ठ्यारो जानु पर्यो त्यसरी पनि किन आपत्ति जानुहुँदैछु मलाई चाहिँ यहाँनिर एउटा काम दिनुभएको छ आपाले यो सफा गर्नु अरे अब सफा गर्नुपर्छ के काम दिइरहेको छ टक्क यो पत्ताहरू सबै खेल्नुपर्छ त्यहाँदेखि चाहिँ टक्क अहिले हात ल्याएर मिलाउनुहुन्छ चाहिँ यति काम सफा गर्ने काम मात्रै मलाई चाहिँ ढोकै मात्रै रहेछ हामीले पानी बनाइसक्यो अन्त यहाँनिर छेपछाप गऱ्यो बाँदरहरूले देख्नुपर्छ भनेर अब चाहिँ तल पुग्नु भइसक्यो हामी पनि अब हामी चाहिँ उकालोबाट जाँदैछौँ ऊबाट आमा अगाडि पानीको मन यहाँनिर भइहाल्यो अब नानी चाहिँ यता जानु पर्थ्यो उतै त्यो चाहिँ यहाँनिर अदरक रोप्नुको लागि जग्गा बनिएको यहाँ माथि पनि छ त्यसको माथिल्लोबाट नि ऊ तल पनि ऊ तल देख्दै गरेको यो पनि हो यो त्यहाँदेखि माथि एउटा यति चाहिँ मेतिर रोप्नुको लागि अहिले जग्गा बनिएको त्यहाँदेखि उठाउनु पर्ने पाइपबाट अब तपाईँ उठाउनु ल म रड बोक्छु ए रड होइन झ्याम्पल बोक्छु गाइस हामी चाहिँ यहाँनिर बाख्रामा बाख्रा चलाउन आएको थियो कि म चाहिँ अब फेरि घर जाँदैछु आमा चाहिँ यहाँ यो डाँडामा हुन्छ म चाहिँ यहाँ डाँडामा छु घर गएर नुहाउनु पर्ने छ मेरो काम चाहिँ अलिक छ घरमा नुहाउनु पनि पर्ने छ हो त्यही भएर म अब घरतिर लागेको यस्तो कल हो गाइस झन्डै फोन कुट्यो ठिक नाक जोतिनु गलो छ नि आज म निस्किसकेँ रोडमा त्यतिका
गाइस अब चाहिँ अघि आएकोदेखि चाहिँ म गएन बाख्रा लिनु आमाले ल्याउनु भयो बाख्रा चाहिँ अहिले चाहिँ जाँदैछु म आलु लिनु आलु लिन आएको नामा ए आलु त्यहाँदेखि के छ सब्जी बारी लिन आएको मटर कस्तो खालको मटर हो के लाग्छ